आज म हजुरहरू माझमा तुलसीको मोठ कसरी बनाउने भन्ने भिडियो लिएर आएको छु। र चट्ट यसरी चारै कुना मिलाएर इँटा गाँसै कम्प्लिट भएपछि यसरी अब माथि मुखमा कमलको फुलको आकार कसरी निकाल्ने भन्दाखेरि यसरी चट्ट एउटा प्लास्टिकको बाल्टीको सहायता लिएर यसरी मुखमा बाल्टी राखेर वरिपरि मिलाएर सम्म बनाएर यसरी गोलो आकारमा बालुवाको अथवा मसलाको गोलो आकार बनाइन्छ। जो मसला एकदम चालिएको बालुवा हुनुपर्छ, जो हामी भित्ता प्लास्टरमा प्रयोग गर्छौं त्यस्तै बालुवा हुनुपर्छ मसला। र यसमा अलिक मसला कडा बनाएर चट्ट यसरी राउन्ड फन्टीको सहायताले अब कमलको फूल बनाइन्छ। र एक-एकवटा गर्दै राउन्ड फन्टीको सहायताद्वारा फूल बनाइन्छ। हडबड नगरिकन र फूल बनाइसके पश्चात फेरि अर्को स्टेप बनाउनु पर्ने हुन्छ, जसले फूलको सौन्दर्य अझै बढाउने काम गर्छ र फूललाई अझै सुन्दर देखिन्छ। र यसरी सम्म बनाएर चिल्लो बनाउनु पर्ने हुन्छ अर्को स्टेप। र यसरी तयारी भइसक्यो हाम्रो कमलको फूल। र अब प्लास्टरको काम गर्नुपर्ने हुन्छ। र जो प्लास्टर तीनपट्टि प्लास्टर भइसकेको छ र अब एकपट्टि बाँकी छ। र यसरी मसला हालेर लामो पाटाको सहायताले हेर्नुपर्ने हुन्छ सिधा कता बाङ्गो छ, यसरी पाटा लाएर हेरेर पाटाले मजाले काटे पश्चात राउन्ड फन्टीको सहायताले यो हाम्रो मुनिपट्टिको स्टेपलाई बनाउनु पर्ने हुन्छ। र राउन्ड फन्टी हरेक जग्गामा काम लाग्ने हुनाले यो हामीसँग हुनुपर्ने आवश्यक हुन्छ। र कता अलिक रहन्छ सानो कर्नीको सहायताले बनाएर यसरी बनाउनु पर्ने हुन्छ। र बनाइसके पश्चात हाम्रो मोठ तयारी भइसक्यो अब। र हेर्न सक्नुहुनेछ तपाईहरुलाई पनि यस्तै प्रकारको नयाँ डिजाइनको तुलसीको मोठ बनाउनु छ भने मसँग सम्पर्क गर्नु सक्नुहुन्छ तपाईहरुले।